यो भ्लग जस्तै भनौँ न। र आज वेदर पनि एकदमै रेनी भइरहेछ। बाहिर हेर्दाखेरि हेर्न सक्नुहुन्छ तपाईँले एकदमै पानी परिरहेको छ। फिलहाल चाहिँ मैले यहाँ अहिले भात बसाइरहेको छु। यहाँ तल्लोपट्टि किचनमा भात बसिरहेछ मेरो। र अब चाहिँ म चाहिँ मासु ल्याउनु जान आँटेको। आज चाहिँ जाडोमा मासु खाइदिउँ भनेर है। निकै भएको थियो मासु नखाएको। र यहाँ पर बाजेहरूकोमा जाँदैछु म मासु ल्याउनु। मेरो दैलो पनि लगाइदिए। छाता फेरि छ, यस्तो छाता छ। यहाँ हेर्नुहुन्छ एकदमै गत्तालो पानी परिरहेछ। छाता लिएर चाहिँ म एकैछिन मासु ल्याउनु जाने। भयो कि भएन मासु एकपल्ट चेक गरिदिन आउँछु। पहिला चाहिँ भातलाई सानो पारिराख्नु पर्यो। ल त है यस्तै छ। चिक्का उतार्दै यहाँ मेरो भात चाहिँ सिटी लाग्न आँटेछ। धेरै कम्ती गरौँ। यो पनि बन्द गरिदिउँ खिड्की। तिर आँचमा चाहिँ पाक्दै गरोस्। आउँदैछु, सिटी लाग्दै गर्छ। र हामी चाहिँ जानेछौँ। छेमा बाजे छैन अझै मासु छ काटेको छैन। ल मासु पनि बाजे आइपुगेको छैन रहेछ। बाटो पनि चिप्लो यस्तै छ। है पानी झरीमा चाहिँ रेनकोटलाई राखौँ। दार्जिलिङको रेल कराउन आँट्यो। पानी बेसी भयो जस्तो छ त। नर्मलै रहेछ। दुईजनालाई हो, बोजू नातिलाई। मेरो बोजूलाई आज बुढिया चाहिँ तपाईँको कालिम्पोङ गएको छ। आफै खाना बनाउनु पर्यो बुढी नहुँदा होइन साथीभाइहरू। पानी हुँदैछ। र अहिले तपाईँको फिलहाल चाहिँ 9 बज्यो। बिहानको 9 बजी नै खाना बनाइदिँदैछु मैले चाहिँ। किनभने पानीमा आज नाइट ड्युटी पनि गरेर आएको, सुत्नु पनि छ। ल त मेरो भात पनि पाक्यो। पाकिहाल्यो। यसलाई चाहिँ ब्ल्याङ्केटमा हाल्ने हो पोको पारेर। मजाले यो ब्ल्याङ्केटमा राख्ने हो। अनि 12 बजीतिर चाहिँ मजाले खाने हो। बजारहरूतिर हुन्छ नि यसरी नै राखेको तातो पारेर भात पकाएर। होटेलहरूतिर मसिनो होटेलहरूतिर है यसरी मजाले पोको पारेर हामीले यसरी नै राख्ने गर्छ। मैले पनि सेम त्यही आइडिया एप्लाई गरेको हो। सब्जी मात्रै बनाउनु छ र पत्रा बसिरहेछ यहाँ कार्टुनमा। त्यसको लागि पहिला चाहिँ लसुन केलाउँ है। लसुन केलाउँदैछु।
ल त मसला अब ग्राइन्डिङ गर्नु पर्यो है। प्याज हालिदिन्छु, अदुवा हालिदिन्छु, अदुवा पनि लसुन पनि हालिदिनु पर्यो सिधै। ल टमाटर चाहिँ कटिङ गरिदिएँ मैले डाइसी कटिङमा, र फिलहाल चाहिँ यसलाई चाहिँ ग्राइन्डिङ हल्का ग्राइन्डिङ गरेर चाहिँ यसको चाहिँ उयो गर्नु पर्यो हो। यी ठिक्कै मासु पनि बोजूले लिएर आएछ। पैसा दिनुभयो? पैसा दियो? पैसा दियो बाजेलाई? मासु पनि आयो, यसलाई चाहिँ मजाले दुई पखाली गरिदिउँ। बाँकी अरे राम्रो आएछ लेग पिस। त साथीभाइहरू फाइनली कराई पनि बसाइदिएँ मैले। कराईलाई राखिदिएँ, मासु धोएर यहाँ राखिदिएको छु। र फाइनली यहाँ ग्रेभी चाहिँ रेडी हुँदैछ। ग्रेभी पकाउँदैछु म। सबै मरमसलाहरू हालिसकेँ मैले यसमा। यसलाई थोडा ग्रेभी चाहिँ पाक्दै गरोस् है। धनिया चेक गर्छु, धनिया छ कि छैन। धनिया त खासै छैन पो रहेछ त हौ। ल त पुल्सलाई कडाईमा हालिदिने हो। यसलाई लेग पिस, यहाँबाट चाहिँ थाई पिस, धनिया पनि आइपुग्यो। भोटे धनिया काटकुट गरेर है यो लगाएर खाना पनि रेडी भइहाल्यो। बोजूले खाँदैछ। बोजूलाई त मिठो लाग्यो अरे। म पनि सुरु गर्नु गएँ है। ल त खाना सुरु गर्नु है साथीभाइहरू। खाएँ मैले त। दामी भएछ, ढाँटेको होइन, दामी नै भएछ। फेरि पनि अर्को नेक्स्ट भिडियोमा भेटौँ होला। अहिलेलाई म आरामले खानु हो साथीभाइहरू, भेट्दै गरौँ है।